आज चाहिँ म सबैजनालाई मनपर्ने नेपाली खुवा कसरी छिट्टो तरिकाले मिठो हुने गरी बनाउन सकिन्छ भनेर त्यसको रेसिपी लिएर आएको छु। मैले सुरुमा थोरै घिउ राखेँ अनि त्यसपछि 1 चम्चा सुजीको पिठोलाई राखिदिएँ। यो चाहिँ मैले 2 लिटर दुधको लागि 1 चम्चा सुजीको पिठो राखेको हो। अनि सुजीको पिठो रातो रातो भइसकेपछि मैले 2 लिटर दुधलाई राखिदिएँ। यो खुवा बनाउँदा चाहिँ यसमा हाल्नुपर्ने कुरा भन्ने खासै त्यस्तो केही पनि हुँदैन नि त। यसलाई चाहिँ साइडमा लाग्न नदिकन गोटी गोटी पकाउने मात्रै हो। 45 मिनेट जति पकाइसकेपछि खुवा यतिको बाक्लो भएको थियो अनि मैले फ्लेभरको लागि थोरै सुकमेलको धुलो राखिदिएँ। यो खुवा बनाउन चाहिँ लामो समय लाग्छ नि त, त्यही भएर यसरी थोरै सुजीको पिठो राख्दा चाहिँ खुवा छिटो पनि बन्छ अनि स्वादमा पनि केही पनि फरक आउँदैन। यसलाई चाहिँ मिडियम हिटमा बनाउनु पर्ने हुन्छ। यसरी बनाउँदा 1 देखि सवा घण्टा भित्रमा यो चाहिँ रेडी हुन्छ। यतिको बाक्लो भइसकेपछि चाहिँ हाम्रो खुवा रेडी भयो। यो चाहिँ सेलाउँदा यस्तो देखिएको थियो। हजुरहरू पनि यसरी नै घरमा सजिलो तरिकाले मिठो खुवा बनाएर खान सक्नुहुन्छ। इन्जोय।